बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले आजबाट आइपिओ निष्कासन सुरु गरेको छ, जस अन्तर्गत सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा कार्यरत नेपाली नागरिकहरूका लागि शेयर आवेदन खुला गरिएको छ। सबैभन्दा पहिले कम्पनीको पुँजी संरचनातर्फ हेरौँ। बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडको जारी पुँजी 1 अर्ब 4 करोड रुपियाँ रहेको छ र यस जारी पुँजीको 20% अर्थात् 20,80,000 किता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ। यसमध्ये 10% अर्थात् 10,40,000 किता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ, जसको अंकित दर प्रति किता 100 रुपियाँ रहेको छ। आयोजना अति प्रभावित क्षेत्र अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 2, 3 र 4 का स्थायी बासिन्दाहरूलाई कुल 5,20,000 किता अर्थात् 50% शेयर छुट्याइएको छ। त्यसैगरी आयोजना प्रभावित क्षेत्र अन्तर्गत सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5, 6, 7 र 11 का स्थायी बासिन्दाहरूका लागि 3,12,000 किता अर्थात् 30% शेयर छुट्याइएको छ र बाँकी 2,08,000 किता अर्थात् 20% शेयर आयोजना अति प्रभावित र प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दाहरूका लागि बिक्री वितरण गरिएको छ। यसका अतिरिक्त आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई शेयर छुट्याएसँगै सर्वसाधारणका लागि निष्कासन हुने शेयर मध्ये 1,04,000 किता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ र यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू वा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आवेदन दिएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी रहेको शेयरलाई पछि सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने व्यवस्था पनि रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरू तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले प्रति किता 100 रुपियाँका दरले न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आवेदन दिन सक्नेछन्। र अब आवेदन फारम प्राप्त गर्ने र बुझाउने स्थानहरूबारे कुरा गरौँ। आयोजना प्रभावित, अति प्रभावित, प्रभावित तथा न्यून प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले नेपाल धितोपत्र बोर्डबाट सियासमा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू मार्फत आवेदन दिन सक्नेछन्। साथै एनएमबी बैंक लिमिटेड सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंक लिमिटेड सल्लेरी शाखा, ग्लोबल आइएमई बैंक लिमिटेड सोलुखुम्बु शाखा तथा प्राइम कमर्सियल बैंक लिमिटेड नेचा सल्यान शाखा सोलुखुम्बु मार्फत पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले तोकिएको संकलन केन्द्रबाट भौतिक फारम लिनका लागि 2 रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ र यसका अतिरिक्त दरखास्त फारम एनएमबी क्यापिटल लिमिटेडको वेबसाइट www.nmbcl.com.np बाट डाउनलोड गरेर पनि प्रयोग गर्न सकिनेछ। त्यसैगरी विदेशमा कार्यरत नेपाली नागरिकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आसपा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू मार्फत सियासमा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्। साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरेर सजिलै अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक अर्थात् इस्यु म्यानेजरका रूपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि आइपिओमा आवेदन चैतको 1 गतेदेखि अर्थात् आजदेखि चैतको 15 गतेसम्म खुला रहनेछ र यदि उक्त अवधिसम्म पूर्ण रूपमा आवेदन नपरेको अवस्थामा चैतको 30 गतेसम्म लम्ब्याउन सकिने व्यवस्था पनि रहेको छ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओमा आवेदन चैतको 1 गते आजदेखि चैतको 5 गतेसम्म खुला रहनेछ र यसमा पर्याप्त आवेदन नपरेको अवस्थामा चाहिँ अवधि चैतको 15 गतेसम्म लम्ब्याउन सकिने व्यवस्था रहेको छ। आर्थिक वर्ष 2081-82 को वास्तविक तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर नेटवर्थलाई हेर्दाखेरि 91.27 रुपियाँ रहेको छ भने प्रति शेयर आम्दानी अर्थात् ईपीएस अर्निङ पर शेयरलाई हेर्दाखेरि 18.7 रुपियाँ रहेको छ। र अब रेटिङको बारे कुरा गर्दा इक्रा नेपाल लिमिटेडले बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडको इस्यु रेटिङ BB बाट अपग्रेड गरेर BB+ गरेको छ र यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत जनाउँदछ। र अब कम्पनी र आयोजनाको बारेमा संक्षिप्त जानकारी हेरौँ। बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेड सन् 2016 मा स्थापना भएको जलविद्युत विकास कम्पनी हो, जसले सोलुखुम्बु जिल्लाको बेनी अर्थात् सल्लेरी क्षेत्रमा रहेको माथिल्लो सोलुखोला जलविद्युत आयोजना विकास गरिरहेको छ र यो आयोजना रन अफ रिभर प्रकारको जलविद्युत आयोजना हो र हाल निर्माणाधीन अवस्थामा रहेको छ। यस आयोजनाको कुल अनुमानित लागत 3,85 करोड 51,75,000 रुपियाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत लगभग 19 करोड 47 लाख रुपियाँ रहेको छ र आयोजनाको कुल विद्युत उत्पादन क्षमता 19.8 मेगावाट रहेको छ। लगानी फिर्ता हुने अवधिको हिसाबले हेर्दाखेरि यस आयोजनाको साधारण पेब्याक पिरियड 5.78 वर्ष रहेको छ भने डिस्काउन्टेड पेब्याक पिरियड 8.15 वर्ष रहेको छ। र अब अन्त्यमा यस आयोजनाको विद्युत उत्पादन अनुमति पत्र 2073 साल भदौको 16 गतेदेखि 2106 साल मङ्सिर 16 गतेसम्म कायम रहनेछ, जस अनुसार हाल लगभग 24 वर्षको लागि अनुमति पत्र अवधि अझै बाँकी रहेको देखिएको छ।